पेट्रोल लगाउनेछौँ। पेट्रोल लगाइसकेपछि भाइले हामी लाग्नेछौँ अब चाहिँ ताप्लेजुङतिर। काबेली बजार अहिले चाहिँ हामी काबेलीमा आइपुगेको छौँ अनि यहाँ हाम्रो पाथिभरा जानुभन्दा पहिला चाहिँ काबेलीमा पनि पूजा गरेर जानुपर्छ अरे हैन। काबेलीको मन्दिर सानो पाथिभरा होला त्यो चाहिँ यता छ। यता छौँ काबेली खोला नदी छ यहाँनिर। अब हामी पूजा गर्ने अनि फेरि लाग्नेछौँ। यहाँ चाहिँ अब हामी पूजा गर्न गइरहेको छौँ होला नि।
रात परिसकेको छ काम डुबिसक्यो बाइकको हालत यस्तो छ यहाँ चाहिँ सनसेट हुँदैछ अनि हाम्रो चाहिँ यहाँ बाइकमा हल्का प्रब्लम आएको छ अब एकछिन आराम गरेर जाने विचार गरेको छ हामीले चाहिँ बाइकले उकालो नतानेर हैरान भइरहेको अवस्थामा हामी चाहिँ अहिले कसरी हो देखिरहेछ अनुहार हामी चाहिँ तल्लो फेदीबाट बल्ल तल्ल उकालो लाग्दैछौँ अहिले चाहिँ 7:30 भइसक्यो बल्ल उकालो लागिँदैछ हामी चाहिँ एकदम चिसो रहेछ यहाँ चाहिँ अब भोक चाहिँ एकदम लागिरहेछ लाग्दैछ हामी चाहिँ अहिले त बसेरी बाफ उडिरहेछ जिउबाट पसिना यस्तो हामीले ल्याप्टै मिलिसक्यो बल्ल तल आइपुग्यो तालु हेर्न तेरो चाहिँ कति पो आज 19 गते शनि होइन अनि आज चाहिँ 19 गते सोमबार अनि बिहानै अहिले भर्खर 4 बज्दैछ हामी चाहिँ उकालो लागिसक्यौँ एकदमै चिसो छ ठाउँ ठाउँ हिउँको ढिस्कोहरू देखिरहेको छ यहाँ चाहिँ होइन यहाँ चाहिँ अब मन्दिरको ढोकामा हामी प्रवेश गरिसकेका छौँ एकदम चिसो उफ कुम्भकर्ण हिमाल यहाँ छ हामी चाहिँ ठ्याक्कै 5:40 आइपुगेको छौँ र यहाँ पर चाहिँ घाम आउनु थालिसकेको छ कस्तो महसुस हुँदैछ तपाईँलाई पाथिमारा मन्दिर आउँदा चाहिँ एकदम चिसो छ यहाँ चाहिँ होइन यताबाट घाम उदाउनु लागिरहेछ यता चाहिँ घाम हिमालको भ्यू देखिरहेछ
चाहिँ हेर्न सक्नुहुन्छ कुम्भकर्ण हिमाल। अछिमै हिउँ चाहिँ यस्तो डर छ। हाम्रो चाहिँ पूजा सकिएको छ। अब चाहिँ हामी घर लाग्नेछौँ। यहाँ चाहिँ हाम्रो पहिलोपल्ट हिउँमा हिँडेको अनुभव चिप्लो हुँदो रहेछ नि। खानु पनि मिल्दो रहेछ। खाता एकचोटि। उडेर आउन मन पनि आहा हिमालहरू ब्युटिफुल। ओ माई गड। हेर्न सक्नुहुन्छ कुम्भकर्ण उहीँ पर्तिर रहेछ टक्कसँगले। हिउँ चाहिँ खतरा परिरहेको रहेछ तर साह्रै डर। ओइट म सबके रख दूंगा। यहाँ हेर्न सक्नुहुन्छ हाम्रो मन्दिर जाने बाटो यही हो। ओइ खानु खुट्टा गाडिँदैन त। त्यही मात्र छ। अब हिउँ छुनु पाइयो के गर्नु, अब पाइ त गइयो। सररा सररा सररा। उयो यहाँबाट भगरलाई के गरी बसेछ हौ। भगर झन्डै घाइते। यता चस्मा झन्डै फुटाइ। हेर्न सक्नुहुन्छ सिन यस्तो आमामा हिमाल। ढाँड उताबाट जाउँ। हामी ठ्याक्कै कति मिनटमा उकालो आइपुग्यौँ अघि? 1.5 घन्टा लाग्यो। हामी चाहिँ 1.5 घन्टामा आइपुगेछौँ यो उकालो। हेर्न सक्नुहुन्छ। ओ माई गड हिउँ है हिउँ है यो चाहिँ। हो के भन्नु पाथिभरा माता कि अब हामी युएसमा फोटो खिच्न गइरहेछौँ। चस्मा भगरलाई फेरि सिल्टी फ्ल्याट। मेरो पनि चिप्लिँदो रहेछ त। चिप्लिनु त बिस्तारै हिँड्ने बेला अब चिप्लिँदो रहेछ यो हल्का पानी पक्रिँदै गएको बर्फहरू।
आम्मामा के हो यो अचम्मित ठाउँ होइन यो वाउ जताततै बरफै बरफ हिउँ स्वर्ग जाने बाटो So we are back to back in Heliang राजदरबार हामी चाहिँ घुम्दै फिर्दै हिलियाङको राजदरबारमा आइपुगेको छौँ र यो देख्नु भएको दरबारै होला सायद यहाँ भित्र म्युजियमहरू होला हामी यहाँभित्र चाहिँ गएनौँ दरबार चाहिँ अलिक ठुलो पर छ अब त्यो पनि अहिले एकछिनमा जानेछौँ एकदम अहिले चाहिँ निर्माण कार्य मात्रै भइरहेको रहेछ यहाँ चाहिँ कस्तो छ यहाँ चाहिँ हाम्रो हिलियाङ राजाको मूर्ति रहेको छ एकदम दामी छ यहाँ टाइल्स हामी चाहिँ अब एक्सट्रिम खान लागिरहेछौँ अनि आजको यस भिडियोमा चाहिँ त्यही हो जति पनि भिडियोहरू गरेको थिएँ त्यसलाई एकचोटि जोडेर मात्रै लगाइदिएको थिएँ मैले यो चाहिँ यहाँ हिलियाङ राजदरबारको मुख्य दरबार होला एकदम ठुलो छ कलरहरू गरेर एकदम राम्रो छ र यति नै हो खासै केही छैन त्यो यति नै हो।
र जुन यो यहाँ देखिन्छ यो चाहिँ ठुलो झन् मुख्य दरबार होला यो चाहिँ। यो पनि एकदम कलर गरेर चाहिँ एकदम राम्रो बनाएको रहेछ। भर्खर बनेको होला सायद। एकदम राम्रो छ।